आत्मीय विद्वतजन हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। आज पनि यो च्यानल मार्फत तपाईँहरू सबैजनालाई आज पनि मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आजको विषयवस्तु रहेको छ पञ्चाङ्ग कसरी हेर्ने भाग 4 सरल तरिका। हामीले कुनै पनि गतेका बारेमा सम्पूर्ण जानकारी कसरी लिने भन्ने सम्बन्धमा जानकारी लिगौँ। हामीले पञ्चाङ्ग हेर्नका लागि 22 गते असोजलाई लिगौँ। गते 22 बार बुधबार, तिथि प्रतिपदा, प्रतिपदा तिथिको घडीपाला 3:43 देखि 58:1 अनि त्यस्तै गरी बजे चाहिँ 7:29 देखि 5:13 सम्म। यहाँ हामीलाई घडीपाला अथवा बजे भनेर जुन दिएको हुन्छ त्यो भनेको यति बजेसम्म भन्ने अर्थ लाग्छ। यो कुरा तपाईँले ख्याल गर्नुहोला। अब न भनेर लेखिएको छ त्यो भनेको नक्षत्र हो। नक्षत्रमा अ लेखिएको छ, अश्विनी भनिन्छ त्यसलाई। त्यसको पनि घप भनेर लेखिएको छ अनि बजे भनेर लेखिएको छ। अघि तिथिको जस्तै त्यो पनि नक्षत्रको घडीपालाको रूपमा र बजेको रूपमा दुई तरिकाले दिएको छ। हामीलाई त्यो गणना गर्न सजिलो होस् भन्ने हिसाबले त्यो दिएको हो। अनि योग भनेर दिएको छ, व्या लेखिएको छ, त्यो व्याघात योग हो। यो चाहिँ विष्कुम्भादि योगमा व्याघात योग पर्दछ अनि यो पनि बजेको रूपमा दिएको छ। त्यस्तै गरी करण भनेको हो, कौलव करण रहेको छ, यो बजे लेखिएको छ। त्यस्तै गरी अर्को पनि करण छ। एक दिनमा दुईवटा करणहरू हुने गर्दछन्, त्यसकारण दुईटा करणको बारेमा यहाँ दिएको छ। अर्को करणमा तै भनेर लेखिएको छ, बजेको ठाउँमा 18:22 भनेर लेखिएको छ। एक दिनमा दुईवटै करणहरू परे भनेर जान्नुभयो होला। र अब चाहिँ योगा भनेर लेखिएको छ। पहिला योग भनेर लेखिएको थियो, त्यो चाहिँ विष्कुम्भादि योग हो। यो योगा भनेर लेखिएको चाहिँ आनन्दादि योग हो। त्यो योग चाहिँ मृत्यु भनेर लेखिएको छ। चन्द्र भनेर लेखिएको छ, यो भनेको चन्द्रमा कुन राशिमा छ भनेर बताउन खोजेको हो। चन्द्र भनेको छ अनि मेष भनेर लेखिएको छ, चन्द्रमा मेष राशिमा छ भनिएको हो। त्यसपछि दिनमान भनेर लेखिएको छ, त्यो भनेको त्यो दिन कति समयको छ भनेर बताएको हो। र सूर्य उदय भनेर लेखिएको छ 6 बजे, सूर्य अस्त 17:40 जाँदा अनि तारिख भनेको अङ्ग्रेजी महिनाको तारिख 8 तारिख भनेर लेखिएको छ। पञ्चाङ्गमा सामान्यतया हामीले यस्तै यस्तै विषयहरू हेर्छौँ। असोज 22 गतेका बारेमा हामीले धेरै कुरा हेऱ्यौँ र यसबाट हामीले बिस्तारै अन्य विषयवस्तुहरू पनि हेर्दै जानेछौँ। बिस्तारै यो जानिन्छ। तपाईँले धैर्य गर्नुहोला, समय लाग्ला तर जानिन्छ। पञ्चाङ्गमा धेरै कुराहरू हेर्न सकिन्छ, धेरै कुराहरू जान्न सकिन्छ, धेरै कुराहरूको बारेमा विस्तृत ज्ञान लिन सकिन्छ। तर हामीले अहिले सरल तरिकाले सामान्य कुराहरू हेर्दैछौँ। पछि बिस्तारै धेरै कुराहरू हेर्छौँ। हामीले यसबाटै पञ्चाङ्गबाटै हामीले चिनाको निर्माण गर्न पनि सक्छौँ। त्यसकारण यो पञ्चाङ्ग भनेको एकदमै महत्त्वपूर्ण विषयवस्तु हो। त्यसकारण हामीले बिस्तारै सिक्दै जानेछौँ। तपाईँ आत्तिनु पर्दैन। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।